हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। हजुरहरूले खाना खाइसक्नुभयो होला। म चाहिँ भर्खर बनाउँदैछु। किन ढिलो भन्नु होला, मेरो चाहिँ आज छोराको भ्याक्सिन डे थियो। 10 हप्ताको खोप लगाएर आएँ अनि ढिलै बनाउँदैछु। मैले चाहिँ आज आफ्नै बारीमा फलेको अर्ग्यानिक सिमी र आलुको सब्जी बनाउँदैछु। त्यसको लागि मैले आवश्यक अनुसार सामग्रीहरू रेडी गरेर हालिसकेको छु र म बनाउन सुरु गर्दैछु। त्यसमा मैले सुरुमा चाहिँ मेथी जिरा फुराएँ अनि त्यसपछि एउटा हरियो खुर्सानी फुराएको छु अनि आवश्यक अनुसार बेसार हालेको छु। त्यसपछि सिमी एकछिन फ्राई गरेँ र त्यसमा मैले आलु एड गरेँ। आलु र सिमीलाई एकछिन मजाले फ्राई गरिसकेपछि मैले त्यसमा लसुनको पेस्ट हालेको छु। त्यसपछि स्वादअनुसार नुन राखेँ अनि त्यस पछाडि मैले मिक्स मसला एड गरेँ। नुन चाहिँ अलिक धेरै राख्छु किनकि सिटी लाग्दा त्यो नुनै नलाग्ने हुन्छ नि त। अलिक कम राख्यो भने एड गर्नुभएको छ होला, धेरै बेर पाकेको सब्जीहरू सिटी लाउँदा नुनै नलाग्ने हुन्छ, त्यही भएर अलि धेरै राखेको। त्यसपछि मैले मजाले अलिक पाक्न लागेपछि गोलभेडा एड गरिदिन्छु र गोलभेडालाई पनि मजाले एकछिन पकाउँछु अनि त्यसपछि आवश्यक अनुसार मैले रस राख्छु। रस राखेर म यसलाई सिटी लगाउनको लागि छोडिदिन्छु। त्यसपछि फेरि मैले दाल खनाइसकेको छु। दाल बनाएको क्लिप चाहिँ लिन बिर्सेछु साथीहरू। त्यसपछि भात पनि पाकिसकेको छ। उता खाना चाहिँ बेलुकाको पनि बाँकी थियो नि त थोरै, त्यही भएर तात्छ भनेर मैले कचौरामा राखेर त्यहीँ राखिदिएँ साथीहरू। र मैले बिहानको अगाडिको बिहान ब्रेकफास्ट खाएको भाँडाहरू थियो त्यो मोल्न थालेँ। बाबुलाई टिफिन पनि बनाइदिनु पर्छ अनि त्यसपछि हामीले सातुहरू खाएको थियौँ, त्यही भाँडा मोलेँ अनि त्यसपछि हल्का सफा गरेँ। चुल्हो किचन फोहोर हुन्छ नि त, त्यसपछि सफा त गर्नै पर्यो साथीहरू। अनि हल्का मनतातो पानी खाएँ। मनतातो पानी खाइसके पछाडि मैले बढार्न लागेँ। बढारिसकेपछि हल्का पोछा पनि गर्छु किचनमा मात्रै। अनि त्यस पछाडि त्यही बेला मेरो छोरो रोगकोरै हुन्छ किनकि अब 10 हप्ताको भ्याक्सिन लगाएको हो नि त पहिल्यै। मैले आज चाहिँ सुरुमै निको खुवाइदिएको छु। मेरो कतिको रुन्छ। अगाडि त एकदमै ज्वरो आएको थियो नि, 101 102 ज्वरो आएको थियो। योचोटि चाहिँ मैले अरू धेरै साथीहरूले कमेन्ट गर्नुभएको देखिनँ त, अलि पहिल्यै निको खुवायो भने ज्वरो आउँदैन, रुँदैनन् बाबुहरू भनेर। त्यही भएर मैले आज मेरो बेबीलाई नै पहिल्यै निको खुवाइसकेको छु र फेरि उसलाई बुबु दिएर फेरि म बढार्नतिर राख्छु। अब रुम पनि बढार्नै पर्यो। रुमहरू बढारिसके पछाडि चाहिँ यताउता अलिअलि लुगाहरू फालिरहेको हुन्छ। बाबुको बिहान स्कुल जान रेडी गर्दाखेरि त्यो मिलाउँछु ओर्छु। त्यसपछि म बाबुलाई फेरि सुताइदिएर बाहिर लुगा धुन जान्छु। लुगा धुँदै गर्दा नि बिचमा बाबु उठे गर्छ। मैले 1-2 चोटि भित्र आउँदै जाँदै लुगा धोइरहेको हुन्छु। के गर्नु साथीहरू, गाह्रो छ। एक्लै भएपछि नि बच्चा हेर्दै काम गर्दै गर्न नि गाह्रो हुन्छ। खासै काम त केही पनि छैन, तै पनि थोरै बाबुको मात्र लुगा हो, हातले गरेको हुन्छ नि त। दिउँसो डाइपर फ्री राखिदिन्छु, त्यही भएर डाइपर नलगाउँदा गरेको आज गरेको नानाहरू हुन्छ दिउँसोको, त्यो त धुनै पर्यो साथीहरू। त्यसपछि मैले छिटो गरेर लुगा धोइ सकाउँछु। लुगा धोएर अनि त्यसपछि सुकाउँछु। सुकाइसके पछाडि मेरो त्यो तिनजेलमा चाहिँ अघि बसाएको मैले सिमी र आलु चाहिँ पाकिसकेपछि कस्तो भयो भनेर हेर्छु अनि एकछिन खुरखार गर्छु। अनि धनियाँ आज सकेको थियो, धनियाँ चाहिँ हाल्दिनँ। अब यतिकै भए पनि मिठै हुन्छ। त्यसपछि म खानको लागि रेडी गर्दैछु साथीहरू। हेर्नु न बाफले सबै छोपिरह क्यामरै। मेरोको बिहानको समय यसरी नै बित्यो अनि हजुरहरूको कसरी बित्यो? बाई बाई साथीहरू, थ्याङ्क यू फर माई वाचिङ।